नमस्कार विद्यार्थी बहिनीहरू, तपाईहरुलाई मेरो यस च्यानलमा सल कबुमा स्वागत छ। कृपया मेरो यस च्यानललाई लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। हजुरहरुले म दिएको म्याथ्स भिडियोहरु कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि दिन नभुल्नुहोला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन बटन दबाएर अल नोटिफिकेसन बेल पनि गर्न नभुल्नुहोला है। मैले तपाईहरुलाई यस्तै म्याथ्स सम्बन्धी भिडियोहरु मैले प्रस्तुत गर्दै आइरहेकी छु र अझै पनि प्रस्तुत गर्ने छु भन्दै यदि मेरो च्यानल तपाईले हेर्नु भएको छैन भने म्याथ्स सल कबु भनेर रहेको छ, त्यो सर्च गरेर हजुरहरुले मेरो युट्युब च्यानलमा गएर प्लेलिस्टमा मैले प्रत्येक विषयको प्रत्येक च्याप्टर गराएर र राख्दिएको छु। मैले कक्षा 8 को पनि राख्दिएको छु, कक्षा 9 को, कक्षा 10 को गराएर राख्दिएको छु। भिडियोलाई मेरो युट्युब च्यानलमा गएर तपाईहरुले भिजिट गर्न सक्नुहुन्छ है। ल अब त्यस्तै गरेर ढिलै नगरिकन सुरु गरौँ। आजको विषयमा तपाईलाई सिकाउन गइरहेको छु पाठ 4 रहेको छ। मुद्रा र विनिमय दर भनेको छ, विनिमय दर भनेको छ है। करेन्सी एन्ड एक्सचेन्ज रेट भनेको छ। कक्षा क्लास 10 को रहेको छ भने कक्षा 10 को रहेको छ। पाठ्यक्रम 2082 अनुसार रहेको छ। पाठ रहेको छ तपाईको 1 रहेको छ है। पार्ट 1 पार्ट 2 पार्ट 3 गराएर मैले तपाईलाई राखिदिरहेको छु। यसभन्दा अगाडिका पार्ट 3 पार्ट 4 1 2 पार्ट 1 का गराएर मैले तपाईलाई अगाडि राखिदिसकेकी छु भने अब मैले तपाईलाई यस विषयमा पार्ट 4 को सिकाउन गइरहेको छु। अभ्यास 4 को रहेको छ। यसमा मैले तपाईलाई क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 2 सम्म सिकाउन गइरहेको छु। सिकाउन गइरहेको छु। भिडियोलाई सुरुदेखि लास्टसम्म हेरेर सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। हजुरहरुले सपोर्ट गर्नुभयो भने मैले पनि हजुरलाई सपोर्ट गर्न सक्छु है विद्यार्थी भाइबहिनीहरु। अब यो जान्ने विद्यार्थीका लागि त अलि ट्यालेन्ट विद्यार्थीका लागि त यो मेरो भिडियोहरु उपयोगी नहुन सक्छ है। जसले हिसाब गर्न सक्दैन, म्याथमा अलि कमजोरी छ, त्यो विद्यार्थीका लागि चाहिँ मैले राखिदिएको युट्युब च्यानलका भिडियोहरु एकदमै उपयोगी हुनेछन् भन्दै आशा लिएकी छु। ल अब त्यस्तै गरेर ढिलै नगरिकन सुरु गर्न गइहालेँ म। पाठ 4 रहेको छ मुद्रा र विनिमय दर भनेको छ, त तपाईलाई थाहा नै भयो। क्वेशन नम्बर 1 देखि म क्वेशन नम्बर 2 सम्म सिकाउन गएको छु। क्वेशन नम्बर 1 को कले के भनेको छ अब म तपाईलाई गर्दिन गइहालेँ। अब हेर्दै जानु होला, माया गरिदिनु होला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला अनि भिडियो लास्टसम्म हेरेर सपोर्ट पनि गरिदिनु होला र एउटा मिठो कमेन्ट पनि छोडिदिनु होला है। ल क्वेशन नम्बर 1 ले के भनेको छ, मुद्रा विनिमय भन्नाले के बुझिन्छ भनेको छ। अब म तपाईलाई यसको परिभाषा लेख्दिन गइहालेँ। यसको परिभाषा रहेको छ मुद्रा विनिमय भनेको हामीले चाहिँ मुद्रा चाहिँ हामीले कसरी साट्ने कसरी गर्ने भनेर हामीले चाहिँ कुरा गर्ने गरिन्छ। मुद्रा भन्ने हाम्रो आर्थिक रहेको छ, कुनै आर्थिक कारोबार गर्नका लागि हामीले एक देशको मुद्राको मूल्य किताबमै छ, तपाईले किताबको घोक्न पनि सक्नुहुन्छ। मूल्य अर्को देशमा कति हुने भनी सरकारको आधिकारिक निकाय वा सरकारको केन्द्रीय बैंकले निश्चित दर निर्धारण किताबमै छ है, निर्धारण गरेको हुन्छ। उक्त दरलाई के भनिन्छ त, दरलाई नै विदेशी मुद्रा विनिमय दर भनिन्छ। ल हेर्न सक्नुहुन्छ। यति चाहिँ के भयो त हाम्रो
विनिमय दर भनेको के हो, मुद्रा विनिमय दर भनेको के हो भनेर परिभाषा चाहिँ हामीले यसरी लेख्न सकिन्छ। के भनेको छ त यहाँ भनेपछि कुनै आर्थिक कारोबार गर्नका लागि एक देशको मुद्राको मूल्य अर्को देशमा कति हुने भनी सरकारले नै आधिकारिक निकाय वा सरकारको केन्द्रीय ब्याङ्कले नै निश्चित दर निर्धारण गरेको हुन्छ। एक त दरलाई नै के भनिन्छ त विदेशी मुद्रा विनिमय दर भनिन्छ। मुद्रा विनिमय दर भनेको नै त्यही नै भयो है। अब ख नम्बरले के भनेको छ, ख नम्बरमा म तपाईँलाई पढ्दिन गइहालेँ। ख नम्बरमा रहेको छ, यदि नेपाली विद्यार्थी अमेरिका पढ्न जाँदा उसले नेपाली रुपैयाँलाई डलरमा सार्दा ब्याङ्कले खरिद दर वा बिक्री दर कुन प्रयोग गर्छ लेख्नुहोस् भनेको छ है। यहाँ नेपाली रुपैयाँलाई अमेरिकी डलरमा सार्दा ब्याङ्कले के गर्छ त, ब्याङ्कले बिक्री दर प्रयोग गर्दछ। के दर प्रयोग गर्ने छ त, ब्याङ्कले बिक्री दर प्रयोग गर्दछ है। ल हेर्नु सक्नुहुन्छ। अब त्यस्तै गरेर ग नम्बरले के भनेको छ भने, अब ग नम्बर हेर्नु सक्नुहुन्छ तपाईँले, खरिद दर र बिक्री दरलाई परिभाषित गर्नुहोस् भनेको छ। यो चाहिँ तपाईँको किताबमा पनि रहेको छ। अब किताबमा गऱ्यो भने गर्नुहोस्, तपाईँले किताबकै हो कि गर्नुहोस्। अब मैले त्यही किताबकै नै हजुरहरूलाई गरिदिन्छु, हजुरहरूले त्यही नै गर्नुहोस् है। ब्याङ्क वा वित्तीय संस्थाले विदेशी मुद्रा खरिद गर्दा दिने विनिमय दरलाई के भनिन्छ त, खरिद दर भनिन्छ। के भनेको त, ब्याङ्क वा वित्तीय संस्थाले विदेशी मुद्रा खरिद गर्दा दिने विदेशी मुद्रा खरिद गर्दा भनेको किन्दा है के गरिन्छ त, खरिद दर भनिन्छ भने। त्यसै गरी ब्याङ्क वा वित्तीय संस्थाले विदेशी मुद्रा बिक्री गर्दा दिने दरलाई के भनिन्छ त, तपाईँको बिक्री दर भनिन्छ। ल हेर्नुहोस्, यो चाहिँ भयो मैले परिभाषा लेख्ने। अब तपाईँहरूलाई क्वेसन नम्बर क को भ्याइयो, अब गैनी गरी कसम्म थियो भने, अब क्वेसन नम्बर 2 को रहेको छ, क्वेसन नम्बर 2 को रहेको छ। अब क्वेसन नम्बर 2 को म तपाईँलाई गरिदिन्छु, हेर्दै जानुहोस् है। ल हेर्नुहोस्, अब क्वेसन नम्बर 2 ले के भनेको छ भने, क्वेसन नम्बर 2 रहेको छ, माथि दिएको विदेशी मुद्रा विनिमयको खरिद दर प्रयोग गरी विभिन्न देशका मुद्रालाई नेपाली रुपैयाँमा रूपान्तर गर्नुहोस् भनेको छ। क नम्बरमा भनेको छ भारतीय रुपैयाँ 1425 भनेको छ है। अब यसलाई हामीले केमा कन्भर्ट गर्ने भनेको छ, नेपाली रुपैयाँमा रूपान्तर गर्नुहोस् भनेको छ। अब नेपाली रुपैयाँमा कसरी कन्भर्ट गर्ने त म तपाईँलाई एकदमै स्टेप बाई स्टेप सिकाइदिन्छु, एकदमै भिडियोलाई सुरुदेखि हेर्नु होला है। यहाँ के भनेको छ, भारतीय रुपैयाँ कति भनेको छ, 1425 लाई हामीले केमा कन्भर्ट गर्नुपर्ने हुन्छ त, नेपाली रुपैयाँमा। अब हाम्रो 100 रुपैयाँ भारतीय रुपैयाँ बराबर के छ त, भारतीय रुपैयाँ खरिद दर कति छ त हाम्रो, रु 160 छ है। यति चाहिँ ख्याल गर्नु होला। खरिद दर हाम्रो नेपालीको कति छ त, नेपालीको खरिद दर 100 रुपैयाँ भारतीय बराबर कति छ त, 160 छ भनिसकेपछि अब 1 भारतीय रुपैयाँ खरिद दर बराबर, अब तपाईँले के गर्नुहोस् भनेपछि रु 160 अपन 100 गर्नुहोस्, गर्दाखेरि कति आउँछ तपाईँको
इजिकल टु रु 1.60 हुन्छ है। 1.60 के छ त हाम्रो 1 रुपियाँ बराबर नेपाली रुपियाँ इन्डियाको 1 रुपियाँ बराबर यहाँको कति छ त 1.60 छ है। ल अब त्यस्तै गरेर पोइन्ट पछाडि छ। अनि त्यस्तै गरेर हामीले 1425 भारतीय गर्नु छ। अब भारतीय रुपियाँ खरिद दर इजिकल टु कति छ त खरिद मूल्य लेख्ने दर लेख्ने सुरु 160 छ हैन। अब हामीले यहाँ के गर्नुपर्ने हुन्छ भनिसकेपछि अब तपाईको ल इन्टु अब हामीले के गर्नुपर्ने हुन्छ अब यो 1425 गर्नुपर्ने हुन्छ इजिकल टु यहाँ कति आउँछ भनेपछि तपाईको रु 2280 आउँछ। यति नै के भयो त अब हामीले के लेख्न सकिन्छ त देयरफोर 1425 भारतीय रुपियाँ खरिद दर कति रहेछ त इजिकल टु रु 2280 नेपाली रुपियाँ हुन्छ। ल यति नै के भयो त्यसको एन्सर। अब हामीलाई ख नम्बरमा के भनेको छ म तपाईलाई ख नम्बरको गरिदिन्छु। तपाईले क्वेशन सार्नुहोस् है मैले पनि सार्छु। ल हेर्नुस् अब त्यस्तै गरेर ख नम्बरको के भनेको छ भने अमेरिकी डलर 2000 भनेको छ। अब अमेरिकी डलर 2000 लाई हामीले नेपाली रुपैयाँमा कसरी कन्भर्ट गर्ने त अब म तपाईलाई सिकाइदिन गइहाले। यहाँ हामीले सुरुमा त के गर्नुपर्ने हुन्छ भने एक अमेरिकी डलर बराबर डलर खरिद दर बराबर कति हुन्छ त नेपाली 127.35 हुन्छ। अब हामीले यहाँ कति भनेको छ 2000 अमेरिकी डलर खरिद दर गर्दाखेरि हामीले के गर्नुपर्ने हुन्छ 127.35 इन्टु 2000 गर्नुपर्ने हुन्छ इजिकल टु अब यहाँ कति आउँछ भनेपछि तपाईको 2,54,700 आउँछ। के हुने रहेछ त देयरफोर 2000 अमेरिकी डलर बराबर रु कति भनेको छ 2,54,700 नेपाली रुपियाँ हुन्छ। लेख्नुस् अनि त्यस्तै गरेर गाईगोडी गएको नम्बर के भनेको छ गाईगोडी गएको पनि म तपाईलाई गरिदिन्छु है। ल हेर्नुस् अब ग नम्बरमा के भनेको छ भने पाउन्ड स्टर्लिङ भनेको छ। पाउन्ड स्टर्लिङ 4672 भनेको छ। अब पाउन्ड स्टर्लिङ भनेको तपाईको के हो त बेलायती रुपैयाँ हो। बेलायतीमा अब बेलायतीलाई अब हामीले नेपाली रुपैयाँमा कसरी कन्भर्ट गर्ने त म तपाईलाई यहाँ एक बेलायती पाउन्ड स्टर्लिङ खरिद दर भन्यो भने मूल्य इजिकल टु रु कति हुन्छ भनिसकेपछि तपाईको 150.94 रुपैयाँ हुन्छ है यहाँ नेपाली रुपैयाँ भनिसकेपछि अब हामीले यसलाई के गर्नुपर्ने हुन्छ भने 4672 बेलायती पाउन्ड स्टर्लिङ खरिद मूल्य बराबर रु 150.94 इन्टु 4672 गर्नुहोस्। यति गरेपछि हाम्रो के आउँछ त नेपाली रुपैयाँ आउँछ। अब यो गर्दाखेरि तपाईको कति हुन्छ भने 7,4,890 क्यालकुलेटरमा हान्नु होला 890 70 लाख 4,890.0 हुन्छ। कति हुँदैछ त देयरफोर 4672 बेलायत पाउन्ड स्टर्लिङ
स्टर्लिङ खरिद मूल्य बराबर 70,04,889.0 नेपाली रुपैयाँ हुन्छ। यति लेख्नुस्। यति लेखेपछि के भयो त्यसको यो पनि भइयो। अब गाईगोडे गएको भइयो। अब घर जस्तो गएको यसमा चाहिँ तपाईँलाई गोर्सिङ यहाँसम्म भनेको छ। मम्मीले सिधा गरिदिन्छु, हजुरले हेर्दै जानुहोस्। यसमा केही छैन। त्यही तपाईँले एक अब विदेशी $1 बराबर नेपाली कति रुपियाँ हुन्छ खरिददार त्यो सम्झे तपाईँले हुन्छ है। ल हेर्नुहोस्। अब हामीलाई घर जस्तो गाउँमा चाहिँ हामीलाई अस्ट्रेलियन डलर भनेको छ। अब अस्ट्रेलियन डलर यहाँ एक अस्ट्रेलियन डलर खरिद दर बराबर रु तपाईँको कति हुन्छ भनिसकेपछि 87.882 रुपैयाँ हुन्छ। अनि त्यस्तै गरेर 672 अस्ट्रेलियन डलर खरिद दर बराबर रु तपाईँले इन्टु गर्दै हुन्छ 87.82 इन्टु 672 गरेपछि यहाँ कति आउँछ त रु नेपाली रुपैयाँ आउँछ। कति आउँछ भनिसकेपछि तपाईँको 5,09,015 रुपियाँ आउँछ। 15.04 आउँछ। अनि देयरफोर 672 अस्ट्रेलियन डलर बराबर रु 5,09,015.04 नेपाली रुपैयाँ हुन्छ। ल अब त्यस्तै गरेर घर जस्तो गएको भयो। अब नाकी थोपिन्नमा हामीलाई के भनेको छ साउदी भनेको छ। साउदी अरबियन रियल भनेको छ। कति भनेको छ 1851 भनेको छ। यो पनि मैले गरिदिइहालेँ। यहाँ तपाईँको एक साउदी अरबियन रियल बराबर रोयल खरिद लेख्नुहोस्। खरिद दर बराबर रु कति हुन्छ भनेपछि 33.91 रुपैयाँ हुन्छ। अनि त्यस्तै गरेर अब यसलाई तपाईँले के गर्नुहोस् भनेपछि जब हामीले यहाँ 1851 साउदी अरबियन रियल खरिद दर बराबर रु 33.91 इन्टु 1851 रुपैयाँ गर्नुहोस्। अनि त्यस्तै गरेर अब हामीले त्यसलाई मल्टिप्लाई गर्दै हुन्छ। तपाईँको मल्टिप्लाई गर्दा कति आउँछ भने 62,767.41 आउँछ। यति नै के भयो त्यसको एन्सर भयो। तपाईँले यसलाई ठ्याक्कै लेख्नुहोस्। देयरफोर गराएर 1851 साउदी अमेरिकन रियल बराबर रु यति नेपाली रुपैयाँ हुन्छ भनेर भन्नुहोस्। त्यति भनेपछि भइहाल्यो है। ल अब त्यस्तै गर्न कि त नको पनि भयो। अब चरीचुचे चको रहेको छ। चरीचुचे चमा हामीलाई कति भनेको छ भने चरीचुचे चमा हामीलाई कतारी भनेको छ है। कतारी रियल भनेको छ। कतारी रियल 2225 भनेको छ। अब हामीले यहाँ तपाईँले गर्नुहोस्। यहाँ एक कतारी रियल खरिद दर बराबर रु कति हुन्छ त नेपाली रुपैयाँ 34.82 हुन्छ। अनि त्यस्तै गरेर तपाईँको 2225 कतारी रियल खरिद दर बराबर रु 34.82 इन्टु 2225 नेपाली रुपैयाँ इजिकल टु रु कति हुन्छ यहाँ मल्टिप्लाई गर्दा तपाईँले 77,474.5 हुन्छ। यति नै के भयो त तपाईँको नेपाली रुपैयाँ हुन्छ गर्नुहोस्। अब त्यस्तै गरेर अब फेरि पछि 6 रहेको छ। 6 फेरि कति भनेको छ भनिसकेपछि 6 तपाईँलाई दक्षिण कोरियाली
1 भनेको छ 1 कति भनेको छ 58,230 भनेको छ यहाँ 100 दक्षिण कोरियाली वान खरिद दर बराबर रु 9.58 रुपैयाँ है नेपाली। अनि त्यस्तै गरेर अब तपाईले के गर्नु भनिसकेपछि 58,230 दक्षिणी कोरियाली वान खरिद दर रु 9.58 इन्टु 58,230 इजिकल टु तपाईको कति रुपैयाँ हुन्छ नि नेपाली तपाईको 5,57,843.4 आउँछ। कति भयो त तपाईको 5,57,843.4 भयो। नेपाली के भयो त यो नेपाली रुपैयाँ लेख्नुस् रुपैयाँ हुन्छ भनेर लेख्नुस्। यति नै के भयो त पनि भ्यायो। अब 6 पछि के भयो त डाडुज डाडुजमा के भनेको छ हङकङ भनेको छ हङकङ डलर कति भनेको छ 4512 भनेको छ। अब हङकङ डलर 4512 भनेको छ। अब यहाँ 1 हङकङ डलर खरिद दर बराबर रु तपाईको कति छ 16.23। अब त्यस्तै गरेर 4512 हङकङ डलर खरिद दर बराबर रु 16.23 इन्टु 4512 गर्नुस् इजिकल टु कति आउँछ त तपाईको 73,229.76। यति नै के भयो त नेपाली रुपैयाँ लेख्नुस् है। ल अब त्यस्तै गरेर यो पनि भयो हैन तपाईको। ल अब त्यस्तै गरेर जाडुजको भयो। अब खुट्टे जाडुजा र गोर्सिङ यहाँ दुईटा मात्र छ। म तपाईलाई दुईटा पनि गरिदिन्छु है। ल हेर्नुस् अब हामीलाई खुट्टे जाडुजामा कति भनेको छ भने के को भनेको छ भने मलेसियन भनेको छ रिङ्गेट 6,725। ल अब यहाँ 1 मलेसियन रिङ्गेट खरिद दर बराबर रु 28.45 नेपाली रुपैयाँ है। नेपाली रुपैयाँ। ल अनि त्यस्तै गरेर यहाँ कति भनेको 6,725 मलेसियन रिङ्गेट खरिद दर बराबर रु 28.45 इन्टु 6,725 नेपाली रुपैयाँ इजिकल टु अब यहाँ कति आउँछ तपाईको रु 191,326.25 आउँछ। कति भयो त तपाईको यहाँ कमा गर्नुस् 1,91,326.25 नेपाली रुपैयाँ गर्नुस्। अनि गोर्सिङे यौको भनेको छ गोर्सिङे यौमा भने चिनिया भनेको छ चिनिया युआन चिनियालाई चिनियाको पैसालाई के भनिन्छ युआन 3450 दिएको छ। अब तपाईले गर्नुस् यहाँ 1 चिनिया युआन खरिद दर बराबर रु 18.70 नेपाली रुपैयाँ इजिकल टु अब यहाँ कति हो त 3450 चिनिया युआन खरिद दर बराबर रु 18.70 इन्टु 3450 नेपाली रुपैयाँ। ल इजिकल टु अब यहाँ कति भयो त रु 64,000 नेपाली रुपैयाँ। यति नै के भयो त्यसको एन्सर। ल सबै अब भ्याइयो। ल विद्यार्थी भाइबहिनीहरु आजलाई म तपाईलाई यति 1 र 2 को सिकाएँ र नेक्स्ट पार्ट गराएर म तपाईलाई 3 को 4 को गराउँदै मैले तपाईलाई सिकाइदिने छु आउने छु। भिडियोलाई सुरुदेखि लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हजुरलाई यस्तै ज्ञान सम्बन्धी भिडियोहरू हेर्नका लागि मेरो युट्युब च्यानलमा गएर तपाईँले युट्युब च्यानललाई सब्सक्राइब गरेर अल नोटिफिकेसन बेल पनि गर्न नभुल्नु किनभने मैले अपलोड गरेको पैसामा हर्दै एउटा नोटिफिकेसन आउँछ त्यही नोटिफिकेसनको आधारमा तपाईँले के गर्न सक्नुहुन्छ भिडियोहरू वाच गर्न सक्नुहुन्छ है हजुरको लागि म्याथ सम्बन्धी एकदमै उपयोगी भिडियो हुनेछ मेरो लागि है विद्यार्थी भावनाहरू ल आजलाई म तपाईँलाई यति नै सिकाउनु गएँ हस्त धन्यवाद जय नेपाल।